नमस्ते अनि स्वागत छ हजुरहरूलाई हाम्रो अर्को एपिसोडमा। आजको प्रसङ्ग रहेको छ नेपालको कृषि क्षेत्र चाहिँ किन खस्किँदै गइरहेको छ जान्ने कोसिस गरौँ आजको हाम्रो यो भिडियोमा। नम्बर 1, खेतीजन्य जमिनको कमी। केही अघिसम्म खेतीजन्य जमिनहरू हामीसँग प्रशस्त मात्रामा थिए। मानिसहरूले अहिले कृषि गर्न छोडेर त्यसमा ठुला ठुला घरहरू बनाउन थालेका छन्। त्यसले गर्दाखेरि कृषि गर्ने जमिनहरू चाहिँ धेरै अभाव भइरहेको छ। यो अव्यवस्थित सहरीकरणले गर्दाखेरि भएको हो। नम्बर 2, जनशक्तिको कमी। वर्षेनी धेरै युवाहरू आफ्नो देश छोडेर अर्को देशमा रोजगारीको लागि जाने गरेका छन्। त्यसले गर्दाखेरि नेपालमा जनशक्तिको कमी भइरहेको छ। हाम्रो देशको जनशक्ति हाम्रो देशमै युटिलाइज हुन्छ तब कृषिलाई पनि अगाडि बढाउन सकिन्छ, त्यसको प्रोडक्टिभिटीहरू बढाउन सकिन्छ, त्यहाँबाट धेरै नै आम्दानी गर्न सकिन्छ, देशलाई सक्षम बनाउन सकिन्छ। नम्बर 3 मा रहेको छ जलवायु परिवर्तन र प्राकृतिक प्रकोपहरू। अहिले जलवायु परिवर्तनले गर्दाखेरि हाम्रो कृषिमा धेरै नै प्रभाव परिरहेको छ। वर्षेनी मनसुन सिजनमा बाढी, पहिरो र असिना पानी इत्यादिले चाहिँ धेरै नै बालीहरू नष्ट गर्ने गरेको छ। यसले गर्दाखेरि हाम्रो कृषिलाई धेरै चुनौती दिन्छ। भौगोलिक बनावटले गर्दाखेरि कृषिलाई चाहिँ एकदमै धेरै असर गर्ने गरेको छ। नम्बर 4 मा रहेको छ अव्यवस्थित बजार र कमजोर पूर्वाधार। हाम्रो देशमा तरकारीहरू त उत्पादन हुने गरेका छन्, तर त्यसको राम्रो बजार भाउ नपाएर कृषकहरूलाई धेरै दुःख खप्नु परेको छ। बेला बेलामा हामीले न्युज सुन्दै आइरहेको छौँ कि कृषकहरूले तरकारीको राम्रो भाउ नपाएर बाटोमा फालेर आउनु परेको छ। कृषकहरूले आफ्नो तरकारी चाहिँ एकदमै कम मूल्यमा बेच्नु परिरहेको छ। हामीलाई हाम्रै देशको कुनै कुनाबाट तरकारी ल्याउनु भन्दा बाहिर देशबाट तरकारी ल्याउनु धेरै सस्तो पर्ने भएको छ। त्यो के कारणले गर्दाखेरि हो? हाम्रो कमजोर पूर्वाधारले गर्दा हो। नम्बर 5, सरकारी सहयोगको कमी। हजुरहरूलाई थाहा नै छ हामीलाई सरकारले कति दुःख दिइरहेको छ भनेर। कृषिमा आबद्ध मान्छेहरूलाई न त सहयोग नै गर्छ, न त उनीहरूलाई हौसला नै दिने काम गरिरहेको छ, न त बजारलाई व्यवस्था नै गर्न सकेको छ, राम्रो रोडहरूको निर्माण गर्न सकेको छैन। धेरै महिना मेहनत गरेर निकालेको तरकारी चाहिँ बाटोमा फालेर जानु परेको छ। यो कुरालाई सरकारले वास्ता नै गर्दैन, अझै त यसलाई गुमराम गर्न नै कोसिस गरिरहेको छ। मानौँ कि कृषिलाई सरकारले चाहिँ कुनै सहयोग नै गरेको छैन भन्दा नि फरक पर्दैन। नेपाल सरकारले कृषकहरूको लागि भनेर धेरै लोनको व्यवस्था गर्ने गरेको छ, तर त्यो के सही हातमा गइरहेको छ त, या अन्य मान्छेहरूले चाहिँ त्यसलाई गलत इस्तेमाल गरिरहेका छन् त? केही गरी हामीले यसमा आवाज उठाउने भने हामीले केही हदसम्म सरकारलाई दबाब दिन सक्छौँ, कृषिलाई पनि राम्रो पेसाको रूपमा इस्टाब्लिस गर्न सक्छौँ। हामी सबैजना मिलेर अगाडि बढौँ, त्यसको लागि साँचो सपोर्ट गरिदिनु होला र यो कुरा धेरैभन्दा धेरै मान्छेहरूसँग पुर्याइदिनु होला, जसले चाहिँ एकसाथ भएर हामीले सरकारलाई दबाब दिन सक्छौँ र केही हदसम्म भए पनि हामीले कृषिमा केही चेन्जेसहरू ल्याउन सकिन्छ। अहिलेको लागि यति नै। अर्को भिडियोमा फेरि भेटिनेछौँ। त्यतिखेरको लागि माटो र मको टिमबाट म रोशन केसी बिदा माग्न चाहन्छु। हस्त, धन्यवाद।